भारत र पाकिस्तान बीचको युद्धपछि गोर्खा सैनिकको मृत्यु भएको दावी जोडिएको एउटा भिडियो सामाजिक सञ्जाल टिकटकमा भाइरल भइरहेको छ। भाइरल भिडियो हालसम्म 12 लाख पटक हेरिएको छ। संवेदनशील विषय जोडिएको उक्त भिडियोलाई लगभग 72,000 प्रयोगकर्ताले रियाक्ट गरेका छन् भने 3,000 भन्दा बढी पटक सेयर गरिसकिएको छ। भिडियो कमला खड्का कटवाल 12 नामक टिकटक आइडीमा पोस्ट गरिएको थियो। भिडियोलाई जाँच गर्दा रिपोर्टिङको शैलीमा एकजना महिलाको आवाज सुन्न सकिन्छ। एक जवानको सेल्फी तस्बिर समेत जोडिएको छ। के भारत र पाकिस्तानको युद्धमा परि गोर्खा सैनिकको मृत्यु भएको हो त? भिडियोको वास्तविकता पत्ता लगाउन हामीले तथ्य जाँच गरेका छौँ। तथ्य जाँचका क्रममा हामीले समाचारमा उल्लेख गरिएको पुरन तामाङ नाम र घटनाको विवरण अनुसन्धान गर्यौं। जानकारीका अनुसार पुरन तामाङ भारतीय सेनाको गोर्खा रेजिमेन्टको नायक पदमा सैनिक थिए। उनी कालिम्पोङ पश्चिम बङ्गालको गोरुबथान स्थित अम्बियोक चिया बगानका बासिन्दा थिए, जुन नेपालको सिमानाबाट नजिक छ। टाइम्स अफ इन्डियाको एक समाचार अनुसार डिसेम्बर 6, 2024 का दिन देहरादूनबाट मेरठतिर जाने भारतीय सेनाको एक ट्रक उत्तर प्रदेशको मुजफ्फरनगर सहारनपुर हाइवेमा आगलागीमा परेको थियो। ट्रकमा 6 जना सैनिक थिए, जसमा पुरन तामाङ समेत थिए। आगोबाट बच्न सबै सैनिक ट्रकबाट निस्कने क्रममा पुरन तामाङ भने गम्भीर घाइते भए। द भोइस अफ सिक्किमको एक युट्युब भिडियोका अनुसार घाइते भएपछि उनलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको निधन भयो। फेला परेका तथ्यका आधारमा भाइरल भिडियो भ्रामक छ। सन् 2024 डिसेम्बरमा भएको ट्रक दुर्घटनालाई हालै भएको भारत पाकिस्तान बीचको युद्धका बीचमा भ्रामक दाबीसहित फैलाइएको छ। उक्त भिडियो युद्धसँग सम्बन्धित छैन। सामाजिक सञ्जालमा फैलिने यस्ता भिडियोको सत्यता थाहा पाउन महत्त्वपूर्ण छ।